मलेसियामा अवैध हैसियतमा रहेका नेपाली कामदारले स्वदेश फर्कन पाउने भएका छन्। मलेसिया सरकारले सोमबारदेखि वैध कागजात नभएका आप्रवासीहरूका लागि आप्रवासी फिर्ती कार्यक्रम शुरू गरेको हो। यस अन्तर्गत जरिवाना तिरेर अवैध हैसियतमा रहेका नेपाली सहितका आप्रवासीले कानूनी कार्यवाहीको सामना नगरी स्वदेश फर्कन पाउनेछन्। मलेसियाको गृह मन्त्रालयका अनुसार वैध पास बिना प्रवेश गरेका आप्रवासीले 500 मलेसियन रिङ्गेट जरिवाना तिर्नुपर्नेछ। अनुमति अवधि भन्दा बढ़ी बसेका आप्रवासीलाई पनि 500 रिङ्गेट जरिवाना लाग्नेछ। पासको शर्तहरू उल्लङ्घन गर्नेहरूले भने 300 रिङ्गेट जरिवाना बुझाउनु पर्नेछ। यस्तै विशेष पास जारी गर्न 20 रिङ्गेट तिर्नु पर्नेछ। मलेसियामा अवैध हैसियतमा 1 लाख बढ़ी नेपाली रहेको अनुमान छ। घर फर्कन चाहने त्यस्ता नेपालीले नजिकैको कुनै पनि अध्यागमन कार्यालयमा गई जरिवाना तिर्न सक्नेछन्। नगद नलिने भएकाले जरिवाना भुक्तानीका लागि डेबिट वा क्रेडिट कार्ड आवश्यक पर्छ। त्यसपछि स्वदेश फर्कने प्रक्रिया पूरा गर्न पासपोर्ट वा ट्राभल डकुमेन्ट आवश्यक पर्छ। यो कागजात नेपाली दूतावासबाट बनाउन सकिनेछ। यसबाहेक 2 हप्ता भित्रको हवाई टिकट खरिद गरेको हुनुपर्नेछ। स्वदेश फिर्ती कार्यक्रम सन् 2026 अप्रिल 30 सम्मका लागि लागू गरिएको छ।